हेलो गाइस, वेलकम ब्याक टु आवर युट्युब च्यानल। र आज चाहिँ हामी घर आएको छौँ। घरमा आउँदा यत्तिको भारी चाहिँ बोकेर आउनुपर्ने हुन्छ र हामी चाहिँ अगाडि आइसकेको थियौँ। तर पिपी हिँड्न नसकेको कारणले गर्दा रिगेललाई फेरि लिएर भर्खर आउँदै थियो। अन्त घरमा आएर चाहिँ टान्डेन एकदमै खुसी भइरहेको थियो हामी आएर है। अन्त यहाँनिर चाहिँ आज धेरै दिन बादमा घर आइपुगेको खुसियाली है। अब घरमा आउनुको मजै अर्को हुन्छ नि त होइन। यो सिम्बली चाहिँ हामीलाई है हाम्रो आन्टीले दिनुभएको थियो। आन्टीलाई धेरै धेरै धन्यवाद। हामीले पोलेर नि खायो, एकदमै मिठो थियो है। र आज धेरै दिन बादमा है, आफ्टर 5 मन्थ बादमा घरमा आएको कारणले गर्दाखेरि चाहिँ आज घरमा चाहिँ हामीलाई स्पेसियल थियो है हाम्रो लागि। र यसरी हामी चाहिँ सेकुवा बनाएर नि खाइरहेको थियौँ है। म, भाइ, मामा अन्त टान्डिन भएर एकदमै मिठो भएको थियो। सुप लगाएर हामीले खायौँ है, किनभने लोकल चिकन चाहिँ सुप नै मिठो लाग्छ हामीलाई चाहिँ। त्यसै कारणले गर्दा हामीले नि मजाले सुप लगाएर यसरी फ्यामिली मिलेर थुक्पा है, कहिले थुक्पा कहिले भात खायौँ है। मैले चाहिँ फर्स्ट टाइममा आज खाना खाएँ, किनभने खाना खाएर मात्रै म थुक्पा खान्छु, ग्यास्ट्रिक हुन्छ भनेर अगाडि मैले चाहिँ खाना खाएँ है। अन्त खाना खाइसकेको पछि चाहिँ फेरि पनि एक थाल थुक्पा चाहिँ खाएँ साथीहरू। हुन्छ, बाई बाई, सी यु इन द नेक्स्ट ब्लग।